यो केटाहरु के हुँदैछ तिमीहरुको अलि चल्ली वेलकम ब्याक टु माई च्यानल एन्ड आजको भिडियोमा मैले तिमीहरुको लागि फेरि पनि ल्याइसकेको छु एउटा बेस्ट नेपाली लाइफस्टाइल एसएमपी जसमा तिमीहरु खेल्न सक्छौ बस बाइ द हेल्प अफ जावा पकेट एन्ड पीई सबैवटा खेल्न सक्छौ तिमीहरु। अब सर्भरको मेन थीम चाहिँ रहेको छ के लाइफस्टाइल प्लस सर्भाइभल प्लस एफएफए लाइक तिमीहरुले यसमा तीनटै गेम मोड देख्न सक्छौ। तिमीहरुलाई लाइफस्टाइल खेल्न मन छ भने खेल्न सक्छौ, सर्भाइभल पनि खेल्न सक्छौ एन्ड मेन तिमीहरुले यदि पीवी आउँदैन एन्ड पीवी प्र्याक्टिस गर्न चाहन्छौ भने यसमा खेल्न सक्छौ। यो सर्भर चाहिँ बेस्ट रहेको छ फर नेपाली प्लेयर्स एन्ड यस सर्भरमा तिमीहरुलाई म सर्भरको रिभ्यू पनि अलि गर्छु। म फर्स्ट अफ अल तिमीहरुलाई चाहिँ लबीहरु देखाइदिन्छु, लबीमा तिमीहरुले देख्न सक्छौ। ओके सो तिमीहरुले लबी देखाइहाल्छौ। लबी चाहिँ अलि पुरै ह्यान्डमेड रहेछ, उनीहरूले आफै बनाएको छ लबी चाहिँ। एन्ड लबीमा रहेछ हाम्रो नेपाली थिममा रहेको घर, यो चाहिँ नेपाली थिममा रहेको घर रहेछ। अनि यो चाहिँ भयो सेलिब्रेसनको चौतारा बनाउन खोजेर यिनीहरू चाहिँ। यहाँ रहेछ इभेन्टको सेक्सन, अहिले इभेन्टहरू गइरहेको छ यो सर्भरमा। अरू चाहिँ यहाँ सर्भाइभल ओके अन्डर मेन्टेनेन्समा रहेछ। एन्ड हाम्रो यतापट्टि रहेको छ, यता रहेछ के हो लाइफस्टाइल प्लस एफएफ रहेछ, त्यसको इन्टु द लाइफस्टाइल सर्भर। ओके म आइसकेको छु लाइफस्टाइल सर्भरमा। ओके यहाँ अनलाइन 24 जना अनलाइन रहेछ अहिले सर्भरमा। एन्ड सर्भरको थिम पनि राम्रै रहेछ, माथि लेखा रहेछ होइन प्रोटेक्सन पीवी प्रोटेक्सन पनि दिँदो रहेछ न्युबीलाई। ओके सो दिस इज द मेन सर्भर। यहाँ रहेछ जुन एमसी भनेर लेखेर रहेछ, वेलकम सो रहेछ यसमा चाहिँ। एन्ड ओके यो चाहिँ सिजन 1 भइहाल्यो लाइफस्टाइलको। यो चाहिँ भयो यहाँ चाहिँ रहेछ गाइड, सर्भरको गाइडहरू चाहिँ यहाँ छ। ओके यहाँ रहेछ सोसल्स लिङ्क, यसमा अब एउटा डिस्कर्डको एन्ड अरूको लिङ्क छ यसमा चाहिँ, तिमीहरू जोइन गर्छ डिस्कर्ड सर्भर पनि, त्यसमा डिस्कर्ड लिङ्क छ। यो चाहिँ भयो मार्केट, आई थिङ्क यो सप होला। अनि यो चाहिँ रहेछ फ्री ऱ्याङ्क, यो फ्री ऱ्याङ्क पनि रहेछ। ओके यसको सर्भरको मेन राम्रो रहेछ, सर्भर फ्रीमा ऱ्याङ्क दिइरहेछन्। ओके अनि यहाँ रहेछ ह्याप्पी दिवाली रहेछ, यो चाहिँ सेटिङ्सहरू भयो। यो के हो यो पनि के अरे गेम्स रहेछ, लट्री माइन्स अनि कोइन फ्लिप रहेछ, यो पनि राम्रो छ। बाउन्टी पनि रहेछ, लेट्स कस्तो रहेछ। ओके फिडेक्समा रहेछ 100 रुपियाँको बाउन्टी रहेछ फिडेक्सको, अनि स्यामसङ 10,000को। ओके सप पनि रहेछ, यो चाहिँ सप रहेछ। ओके गियर सपहरू रहेछ सर्भरमा। के पिगलेन चाहिँ के गरिदियो फेरि, यो चाहिँ आरटिपी रहेछ होइन, आरटिपी गरे ओभरऑल एन्ड यता रहेछ सबै टिन्टी रहेछ। यता रहेछ हाम्रो बल्ट्स। ओके यो सर्भरमा बल्ट रहेछ, दिस इज नाइस। अनि कोइन सप त भइहाल्यो अघि नै। अब यो चाहिँ के हो यो अर्डर्स। ओके तिमीहरूले यसमा काम गर्न सक्छौ होइन, जबहरू मान्छेले तिमीहरूले जब पनि दिन सक्छौ जबहरूलाई। यो चाहिँ के हो, यो चाहिँ भयो अक्सन हाउस, यो अक्सन हाउस राम्रै सामान रहेछ। मार्केट त भइहाल्यो अघि नै। यतापट्टि के छ यो अब के हो यो थाहा भएन मलाई। अनि यो चाहिँ रहेछ डोनेसनको, यति भए डोनेसन भनेर देखाउने रहेछ यो चाहिँ डोनेसन गोल। एन्ड यो तिमीहरूले यो सर्भर चाहिँ डोनेसन गर्न सक्छौ, यसमा लाइक तिमीहरूले ऱ्याङ्कहरू किन्न सक्छौ डिस्कर्ड सर्भरमा टिकटहरू बनाएर। यो चाहिँ रहेछ मेरो एकाउन्टको इन्फो, अहिले त भर्खर जोइन गरेर त्यही भएर केही छैन। एन्ड यतापट्टि रहेछ हाम्रो लिडर बोर्ड। ओके लिडर बोर्डमा यो के हो यो टप प्ले टाइम आमा 30 आवर्सको छ यार, 39 आवर्सको छ प्ले टाइम पनि। यो भयो टप किल्स, स्याम अल्ट 1 स्यामको रहेछ 71 किल्स ड्याम। अनि यो के हो मनी लाइफस्टाइल लाइफ टाइम रहेछ राजीको 1 मिलियन। थन्डर मोनार्क टप डेथ, टप पोइन्टमा रहेछ अनुप जी अनि स्याम रहेछ, डेस्टर पनि रहेछ। ओके सो लेट्स चेक इट आउट को। अब के हो यो लिडर बोर्ड त भइहाल्यो अघि नै, यही भइहाल्यो। हाम्रो के रहेछ यो भनेपछि यो लेभल्स रहेछ। ओके किलको लेभल्स एन्ड ऊपर रहेछ, किल गरेपछि लेभलहरू बढेर रहेछ। स्टक्स ओके यो नयाँ देख्दैछु मैले, यो थ्याङ्क यू नयाँ देख्दैछु यो स्टकहरू चाहिँ। ओके यहाँ रहेछ हाम्रो क्रेड। ओके हाम्रो लेट्स रिभ्यू द क्रेड। यो चाहिँ भयो स्पनर क्रेड रहेछ यो चाहिँ। अनि यहाँ रहेछ हाम्रो के हो यो ओके लेजेन्ड्री नाइस प्रोटेक्सन कतिको 4 को आमा रहेछ, दिस इज गुड। कुनै सर्भरमा त लाइक प्रोटेक्सन कतिको दिन्छ नि त, त्यो अलिक फेयर हुँदैन। यो चाहिँ भयो ओके नयाँ चाहिँ प्रिमियम क्रेड रहेछ, यो पनि राम्रै छ। एन्ड यो चाहिँ भयो भोट क्रेड, तिमीहरूले यसमा भोट पनि गर्न सक्छौ बाई डुइङ /votes, अनि त्यहाँ लिङ्कमा आउँछ, त्यहाँ लिङ्कमा गएर भोट गरिदियो। यो चाहिँ रहेछ /warp। ओके लेट्स गो एन्ड सी पीवी वार्प। 3 सेकेन्ड वेट गर भने ओके हाम्रो त्यो मैले उनी नगरेर नोटिस नगरेर इन्भेन्ट्रीमा चाहिँ हामीलाई दिँदो रहेछ स्टार्टर किलको लागि। ओके पिभिपी पनि राम्रो छ बट नजाम होला अहिले कोही आएर हात लैदिनु छैन। ओके सो हाम्रो सर्भरमा चाहिँ 3 रहेछ सर्भरको प्रिभ्यूहरू चाहिँ। अब लाइफस्टाइलहरू छ, म तिमीहरूलाई सबै देखाइदिइहालेँ।
अपग्रेड्सहरू अनि लिडर बोर्ड अनि के अरे अरिना अनि चाहिँ भयो ऱ्यान्डम टेलिपोर्ट। ओके सो आई थिङ्क सर्भरमा यति नै होला। अनि सर्भरको ओभरअल लबी पनि राम्रै छ, तिमीहरूले देख्न सक्छौ ओभरअल लबी राम्रै छ, पुरै हेरी सबै राम्रै बनाएको छ। ओके पोकेसन रहेछ यहाँ, हेलो पोकेसन। ओके आई थिङ्क सर्भरको राम्रो यति नै होला। सर्भरको उहरू चाहिँ सर्भरको पुरै ओभरअल चाहिँ राम्रो छ, तिमीहरूले देखिहाल्छौ। एन्ड सर्भरको आइपी चाहिँ म स्क्रिनमा हालिदिने वाला छु। गाइस सो सर्भर चाहिँ हामीले रिभ्यू गरिसकेका छौँ एन्ड सर्भरको ओभरअल पुरै थिम एन्ड सर्भरको पिङ प्लेयर्स बेस सबै हामीले रिभ्यू गरेर हामीले यसलाई दिन्छौँ लाइक राम्रो कति 8 आउट अफ 10 दिन्छौँ हामीले, 8.5 आउट अफ 10 दिन चाहन्छु म चाहिँ, किनभने यसमा सबै नेपाली टिममा रहेको छ। प्लेयर्सहरू पनि राम्रै छन्, प्लेयर बेस पनि राम्रै छ उनीहरूको, अनि पिङहरू पनि राम्रै आएको छ। एन्ड इभन म पोजरमा भएर पनि मेरो एफपिएस पनि राम्रै आएको छ रेकर्डिङ गर्दा टाइम। अनि यो सर्भरको चाहिँ अलि फ्री स्टाफहरू सबै राम्रै रहेछन्, राम्रै छन्। एन्ड यो भिडियोमा मैले त्यसपछि केही एडिटिङ केही गरेको छैन, लाइक सिम्पल राख्ने कोसिस गरेको छु किनभने तिमीहरूलाई अलि भाष पनि गर्दिनँ म। एन्ड यो भिडियो पछि चाहिँ मेरो अब एउटा राम्रो बिग प्रोजेक्टमा काम गर्दैछु म, त्यो भिडियो पनि छिट्टै आउँछ होला। लाइक त्यो भिडियो ल्याउन अलिक टाइम लाग्छ मलाई। सो यो भिडियोलाई सपोर्ट चाहिँ गर होइन, लाइक पनि गर, सेयर सब्सक्राइब सबै गर। एन्ड एउटा लाइक एउटा कमेन्ट पनि छोड। अर्को भिडियोमा म कमेन्ट लाइक के अरे साउटआउट पनि दिन्छु। सो आजको लागि यति नै थियो। बाइ बाइ गाइज, पिस आउट।